भन्थे मस्यौराको तरकारी बनाउनलाई यसरी मसला भुटेर राखेको छु। अनि यहाँ चाहिँ गोलभेडा प्याज यसरी फ्राई गरिसकेको छु। गोलभेडा पनि गरिसक्यो, प्याज पनि भइसक्यो। अब म चाहिँ मसला हाल्दैछु। फर्स्टमा चाहिँ बेसार हाल्छु, स्वादअनुसार नुन। तपाईँलाई कसरी कतिको खानुहुन्छ, म चाहिँ अलि टिक्कै खान्छु। खुर्सानीको धुलो, जिराको धुलो, अलिकति लसुन अदुवाको पेस्ट चलाउँछु यसरी। अलिकति पानी हालेर चलाउनुपर्छ, नभए डढ्छ। तरकारी केही नभएको बेला के पकाउँ भनेको जस्तो बेलामा चाहिँ यसरी मस्यौरा मात्र अनि दाल पकाएको छु मैले चाहिँ। मस्यौराको भुटेको ग्रेभी तरकारी। यता चाहिँ अचारको लागि गोलभेडा रेडी हुँदैछ। अब चाहिँ मसला पाकिसक्यो, बाफ आइरहेछ मसलामा चाहिँ। अब चाहिँ म यसरी मस्यौरा हालिदिन्छु। यसरी भुटेको मस्यौरा ग्रेभी हुन्छ। दाल खाना अनि मस्यौरा अचार। यसरी पनि मिठो हुन्छ। यसरी तयार भएको छ मेरो मस्यौराको तरकारी।